अहिले समाजको प्रमुख समस्याको रूपमा रहेको लागु औषध, बाल विवाह र बहुविवाह लगायतका यो समस्यालाई मध्यनजर गरी यो भर्खरबाट नै यसको समाधान गर्न सकिन्छ भन्ने मेन उद्देश्यका साथ यो जुन कार्यक्रम यहाँहरूले आयोजना गर्नुभयो र विशेष गरी यो थारू समुदायमा, चौधरी समुदायमा समुदायको समस्याहरू समुदायले नै हल गर्नुपर्छ र त्यहाँभित्र पनि एउटा न्याय प्रणाली स्थापना गर्नुपर्छ भन्ने सन्दर्भमा विगत लामो समयदेखि 100 वर्ष पहिलादेखि नै सदियौँ भन्नु पनि भएको छ। एउटा स्वतन्त्र ढङ्गले समुदाय स्तरबाटै समुदायमा उठेका समस्यालाई समाधान गर्ने सन्दर्भले एउटा त्यो समुदायबाट नै एउटा चाहिँ वर्गर नेतृत्व चयन गर्ने र त्यो नेतृत्वले त्यो एउटा न्याय प्रणाली त्यहाँ कायम गर्ने भन्ने सन्दर्भको जुन यहाँले अहिले पनि त्यो प्रचलन चलाइरहनु भएको छ र एउटा समाजमा एउटा न्याय स्थापित गर्ने काम पनि यहाँले गरिरहनु भएको छ र राज्य प्रणाली सरकारले सम्पादन गर्ने न्याय प्रणालीमा को चाप पनि यहाँले घटाउने काम पनि सघाउनु भएको छ। त्यो हिसाबले पनि विशेष गरी यो विभिन्न वर्गहरूलाई म विशेष धन्यवाद पनि दिन चाहन्छु। नेपालको कानुनले चाहिँ नि यो अपराध भनी चाहिँ नि अपराध करार गरिसकेका विषयवस्तुहरूलाई वर्गरहरूले चाहिँ नि त्यहाँभित्र मिलाउने प्रयास चाहिँ गर्नु हुँदैन। त्यो कानुनलाई हातमा लिएर चाहिँ नि आफूले त्यो हातमा लिएको भन्ने ठानिन्छ र त्यसलाई कानुन बनाउने कारबाही पनि गरिन्छ। र पछिल्लो समयमा धेरै ठाउँमा मैले पनि यहाँ बर्दिया जिल्लामा आएर सुन्ने पनि गरेको छु। केही समय अगाडि म कैलाली जिल्लाको प्रमुख जिल्ला अधिकारी पनि थिएँ। त्यहाँ पनि थुप्रै वर्गर र चाहिँ थारूहरूको त्यो नेतृत्व एउटा चाहिँ नि व्यक्तिले गर्ने भन्ने पनि हुन्थ्यो र त्यसरी गरिरहँदाखेरि कहिलेकाहीँ त्यो न्याय सम्पादन गर्ने क्रममा हामीले नेपालको कानुन, नेपालको संविधान, फौजदारी कानुन लगायतका विषयवस्तुहरूमा ख्याल नदिँदाखेरि थुप्रै समस्याहरू सिर्जना भएका अवस्था पनि छन्। केही वर्गहरूलाई हामीले कारबाही गर्नुपर्ने स्थिति पनि आएको छ। त्यसो भनेर यो विषयवस्तुलाई यहाँहरूले ख्याल गरिदिनु हुन भन्ने चाहिँ मैले अनुरोध पनि गर्न चाहन्छु र विशेष गरी वर्गर सञ्जालै यहाँ स्थापना भएको रहेछ र नगरपालिकाको चाहिँ नि नगर प्रमुख पनि यही हुनुहुन्छ र नगर प्रमुखज्यूलाई म अनुरोध गर्न चाहन्छु विशेष गरी वर्गर सञ्जाल मार्फत यो कुन विषय चाहिँ नि वर्गरबाट न्याय सम्पादन गर्न मिल्ने, कुन विषय गर्न नमिल्ने भन्ने विषयमा उहाँलाई एक प्रकारको चाहिँ नि अनुशिक्षण प्रशिक्षण कार्यक्रम पनि गर्नुपर्ने मैले ठानेको पनि छु र